छैन आज बिहान भयो हामी चाहिँ अब मामा घर जान लागेको गाडी चाहिँ चढ्यो ड्राइभर कहाँ गयो थाहै छैन चिज सो फाइनली हामी चाहिँ गाउँ आइपुगिहाल्यौँ होइन गाडीबाट चढेर थाकित पुरै नै कस्तो लास्टै मर्नु जस्तो भइसक्यो मलाई थाकेर पनि होइन अनि अब यहाँ यसो टोइलेट जानु पर्यो होला टोइलेट जाँदा टिका लाउनु पर्ने अब यहाँ लुगा फेरि लाउन झ्याउलाइसक्यो मलाई यहाँ लुगा फेर्दा फेर्दा गएर अल्छी आइसक्यो 3टा लुगा फेरिसकेँ मैले आजै अनि त्यसपछि उ त्यहाँ अम्मा फल्याएर छ कत्रो म त्यहाँ हेर्नु गाइज कस्तो त्यो बोट गाउँ भनेर गाउँै हो क्या तब म टुर देखाउँदै गर्छु वेट एन्ड वाच त्यत्तिकैमा म यहाँ अब टोइलेट गरेर यहाँ हात धुन आएको थिएँ यहाँको पानी लिटरली यस्तो चिसो आइस हाम्रो फ्रिजमा आइस हालेर जस्तो पानी छिटायो पानी पऱ्यो गाइज पुरै म त गर्मी भएर कस्तो गाडीमा आउँदा पुरै त्यो एकदमै प्याक थियो होइन हामीले टिकट बुक गर्दा पनि त्यो मान्छे धेरै टिकट नलिएको थियो अनि पुरै प्याक भइसकेको थियो अनि त्यसपछि के हो मतलब पुरै प्याक थियो ठेला भएर आएको हामी बहिनीलाई पनि त्यत्रो बाटो काखमा राखेर आएको थाकेर गलेर कस्तो भएको छ यहाँ म त आमा बुवाले टिका लगाइदिनु भन्नुभयो घरमा टिका लगायो अनि अब हात धुँदै थिएँ होइन कस्तो चाहिँ चिसो क्या पानी त पुरै हाम्रो चाहिँ फ्रिजमा राखेको हुँदा नि पानी छिटाइ नि राखेको फ्रिजमा राखेको हुँदा नि चिसो पानी छ भने लाइक कस्तो चाहिँ लाइक लास्टै नै चिसो छ क्या सो हाम्रो सानीमा यहाँ चाहिँ सर्द सानी अनि यहाँ हाम्रो फुपू अब हाम्रो यहाँ सबै अब खानपिन सबै अब के हो गरेर अब सबै हाम्रो महिलाहरूको परम्परा अब यहाँ गर्नु पर्यो अरे अब भाँडा मान्नु बाँकी सानी मस्काउ नि म पाल्ने होला भनेर भएको सानी गर्नु है गयो बाई उता सानीलाई भाँडा मान्दा एक्लै छोडेर हामी चाहिँ यहाँनिर टिका लगायौँ होइन लुगा हामीले लुगा फेरि भनेर एक झोला लुगा लिएर आएको थियो फेर्नै अल्छी लाग्यो झ्याउ लगाइरहेको थियो अनि त्यसपछि फेरेर हाम्रो सानी पनि भाँडा मान्दियो भनेर जानुभयो यहीँ हुनुहुँदो रहेछ लास्टमा है चिज हानिदिनु सानी हाम्रो मम्मी सबै टिका लगाइसक्यो फेरि भेटौँ लगाइसकेपछि बाई घरमा टिका लगाएपछि अब ठुल्बाहरूको घरतिर लाग्यो हामी चाहिँ होइन हेलो हामी सबैजना अब ठुल्बा घरतिर जाने टिका लाउन सबैतिर भ्याउनु पर्यो दक्षिणा आउँछ हाम्रो दक्षिणा यी कोसेली पनि लिएर गइरहेको छु यस्तो भारी कठिन परिश्रम गरी गइसकेको छु म गाइस ल जम ल छिटो जम भारी भइसक्यो मलाई अब चाहिँ गाई दुने यहाँनिर गाई हेर्न जाने गाइज हामी ल हिँड छिटो जम हेलो भनिदेऊ उयो कस्तो दामी यो गाई दुध दोकै दुनु न अब हामीले दुध हुन्छै हुँदैन हान्छ कस्तो राम्रो रहेछ यार तर गाई यहाँ बुवाले चाहिँ गाई दुधै हुनुहुन्छ हाम्रो होइन हामी केटीहरूले गयो भने लात्ता हामीले डर लगाइरह अनि छेउमै छौँ लाउनु त भनेर यसो टुर दिइदिन्छ हाम्रो यसो यो चाहिँ हाम्रो काका घरमा होइन मैले गोबर किल्चिहालेँ नि होइ दुध दोको हाम्रो बुवाले हाम्रो काका बुवा कस्तो मजाले दुध आउँदो रहेछ दुध कति हुन्छ बुवा यो एक बाल्टी मतलब बिहान बेलुकै एक बाल्टी आधी दिन्छ अनि यो बाछो छैन ए यसलाई के भन्छ अरे यो दुध दिने ठाउँलाई गाईको त्यसलाई होइन त्यसलाई के कलचुडो लु कलचुडो भन्दो रहेछ गाई दादा नयाँ कुरा पनि थाहा पायो गाउँ आएपछि सबै राम्रो कुरा छ कलचुडो रहेछ ल ए त्यो चाहिँ थुन कतिवटा थुन हुन्छ गाईको 4 हुन्छ हो यी 4 थुन हुँदो रहेछ त्यो बिहान बेलुका 2टा गरेर हो कि बिहान बेलुकै 2 सबै गर्ने हो ए लु बुवाले गाई दोहोरा आउनुहुन्छ हामी त्यहाँ बस्यो भने अहिले यहाँ हाम्रो हालत ठिक हुँदैन गाईले एक लात्ती हानेर उडाइदिन्छ हामीलाई होइन अब त्यही भएर हामी जाउँ लागौँ म तपाईँहरूलाई आउनु यसो बाख्राको टुर दिइदिन्छु बरु ल
वेट अ मोमेन्ट। यहाँ हाम्रो अर्को एउटा कुकुर पनि छ होइन। यो कुकुरले चाहिँ उता बाख्रो छ, बाख्रो हेर्न जाने भने कुकुरदेखि डर लाग्यो। बाख्रो हेर्न जाने भनेको गाई कुकुरले भुकेर हामीलाई जाने डर लाग्यो, म गइनँ। ए उहाँ चाहिँ हाम्रो काकीमा मम्मीको काकी, हाम्रो काकी आमा। हामी सबैजना टिका लाउन आएको छौँ यहाँ, सबैजना लाइनै लागेर अब दसैँको टिका लाउनु परिहाल्यो नि। ए हाम्रो कफी पनि आयो। अब यहाँ हाम्रो उहाँ कफी मेकमा क्याफेमा काम गर्ने ब्यारिस्टा सिकेको होइन उहाँले चाहिँ। ए कफी ए सबैलाई दिउँ सबैजना खाउँ। ए कफी यति धेरै छ। अब यहाँ राति निन्द्रा लाग्दैन अब मलाई। ए यो कफी लाइक एकदमै मिठो छ होइन। हजुरहरूलाई पनि ट्राई गर्नुहुन्छ भने यहाँ आउनुहुन्छ, आउँदा हुन्छ। उहाँ ब्यारिस्टा सिकेको, उहाँले साह्रै मिठो बनाउनुहुन्छ है कफी। यहाँ हल्ला छ यहाँ, दामी छ है। खोइ कहाँ चिज सबै चिज हानिदेऊ। कफी चियर्स खोइ त, चियर्स हानौँ न ल। चियर्स फुपू खोइ त अनि फुपू त ए ल चियर्स। भइसक्यो अब टिका लाएर हामी चाहिँ माथितिर गएको। पानी छिटाएर कस्तो भयो। काकाकोबाट दुध पनि दोहेको हेऱ्यो, बाख्रा पनि हेर्न त पाइएन यहाँ, कुकुरले टोकेर यहाँ। अब हामी चाहिँ कुद्दैछौँ। यहाँ कत्रो पानी पर्छ, अँध्यारो छ, केही पनि देखिया छैन होला। अब हामी घर पुगेर भेट्छौँ ल बाई। ल हामी दसो गरी घर त आइपुगिहाल्यो होइन। अब गाइज घरमा यहाँ हाम्रो फेरि खतरा भइरहेको छ नि, ढिँडो पाकिरहेको छ गाइज। आज हामी ढिँडो पार्टी कलिङ भने जस्तै हाम्रो आमाले यहाँ ढिँडो पकाइराख्नु भएको छ। यी मस्काउनै सक्दैन भने अस्ति घरमा मस्काउनु खोजेको कस्तो। आमाहरू बल भने छुट्टै हुन्छ कि, बुढेसकालको बल र हाम्रो बल कहाँ। आमाहरूको बुढेसकालको बल अहिले हाम्रो अब जनीको बलले भ्याउँदैन क्या। त्यो म अहिले झन्डै लडिसकेँ। यहाँ हेर्नु आमाम पानी कम भएन भने म के जान्थेँ हामीले जान्नु। इ माथि मासु झुन्डा चाहिँ सकिसक्यो। यहाँ हाम्रो सानो बहिनी छ, उसलाई पनि देखाइदिनु गर्दै थिएँ। ल हेर्नु ल हाम्रो अब यहाँ आज अब ढिँडो पार्टी कलिङ, मासु पाकिसकेर भित्र अब चट्ट लाएर यी पिठो चाहिँ थप्नु भयो आमाले। म चाहिँ झन् धेरै हो भनिरहेको। पकाउन आमा दरम। यी जाडो भइरहेको थियो कि बाहिर, लुगै बाक्लो खासै ल्याइएको थिएन। अब भरे भोलि सानीको लाउनु पर्ला। अघि नै आगो तापिरहेको छौँ। अब आगो ताप्ने बस्ने अब आनन्दले, केही छैन, चिल लाइफ हो। अनि दसैँ हो, ठिक्क कुरा गर्नुभयो क्या आमाले। हजुर के भयो? ऊ मेरो मैले पिर्का ल्याइदिएँ, अर्को ल्याइदेऊ न। अर्को पिर्का नि होला ल, पिर्कामा बस्नु पऱ्यो नि त। अर्को ल्याउ ल नानी। ए ल यहाँ हेर्नु हट भित्र पाकिसक्यो र। ऊ सब राम्रो पानीमा परेर चाहिँ हामीलाई चाहिँ भिजाएर आफू चाहिँ यहाँ ओढेर हाम्रो हेर्नु। गाइज आजकलका बच्चाहरू देखाइन्छ हेर्नु। गाउँ आएको छ, रमाइलो गर्नु, यसो खेल्नु गर्नु होइन। गाउँमा पनि यिनीहरूलाई के टिभी नै हेर्नुपर्छ। निन्जा हतोरी रे, डोरेमन रे होइन। यिनीहरू त मोबाइल टिभी नहेर्दा त एक सेकेन्ड बस्न सक्दैनन्। के भन्नु, आफै पनि सकिँदैन भए पनि। यहाँ यो मुसेलाई हेर्नुपर्ने हो मेन चाहिँ। यो तिम्रो नाम के हो रे? सबैलाई सुनाइदेऊ, नाम के हो? सिमिला। ए अर्को पनि यो टिभी लाउने, टिभी खोल्ने मात्र चाहिँ यही हो। लुकिसक्यो होइन, आफ्नो मुखबाट लाज लगाएर लाजले देखाउन सकेन यिनीहरूले होइन। त्यही पनि ल गाइज हेर्नु, गाउँ आएर टिभी हेर्नु अब आफू पनि हेर्नु परिहाल्यो। ल एकछिन अब 1 घन्टा टिभी हेर्ने, अनि पछि भेटौँला बाई। ल गाउँले जीवन भने यो कर्कलो र ढिँडो। अब आज एकादशी र छ, एकादशीका दिन व्रत बस्नेहरू 2 जना महिलाहरू परे। अब हामी त मासु पार्टी हो, हाम्रो भित्र मासु छुट्टै पाक्दैछ। यहाँ चाहिँ कर्कलो बजाइँदैछ यी गाउँमा आएर चट्ट आएर। आमा कस्तो छ? आफै पकायो के कस्तो छ भन्नु? मैले पकायो कस्तो छ भन्नु? मासु नि हुँदैन रे। हाम्रो मासु हो जे भने। ल अहिले हामी मासुको पनि हेर्नुपर्छ गाइस। ल फेरि भेटौँला बाई। अघि ढिँडो चाहिँ देखाइयो कि गाइस, तर यहाँ अब ढिँडोको अलिक अभाव भएका कारणले अब भोलि ढिँडो खाने कुरा आयो। आज भातै पाक्यो हाम्रो लागि। उता ढिँडो चाहिँ एकादशीका व्रतहरूको लागि मात्रै रे। हामीले सुरुमा यसो मुख मिठा गर्नलाई खाइहाल्यौँ। यहाँ बोम्बास्टिक साइडलाई दिइराख्नु भएको छ हाम्रो सानीमाले। ठिकै छ। भात अब हाम्रो आउँदैछ। अब सुरुमा अब बाली पिलो खाने ऊ पस्किँदै हुनुहुन्छ। ल भेट्दै गरौँ ल। ऊ मेरो पनि आयो। अब उहाँको सकिसक्यो, मेरो बल्ल आउँदैछ। अब हामी खाने अब चट्ट लाएर खाउँ, अनि त्यसपछि फेरि भेटौँला। अब
सो गाइस अब हाम्रो यो खानपिन सबै सक्यो भाँडाकुँडा अब अहिले गरिँदैन होइन अब खानपिन सकिसकेपछि अब मेरो दाइहरू लजाउँछ एकदमै अनि अब हामी चाहिँ तास खेल्ने पार्टीहरू सब छौँ होइन सब पैसा लिएर गएको छ यिनीहरू चाहिँ हामी चाहिँ पैसा लिएर बस्यो भने मेरो त झोलै आएन मेरो झोला आउँदैछ अनि अब ल हामी अब तास हान्ने हो गाइस अब ल तास पनि अब देखाउँदा नि यसो ल हाम्रो तास पनि आयो तास बाँड्ने अब हामी अब ल तास खेल्ने गाइस हाम्रो टिम पनि आयो भान्डाङ घुन्डुङको टिम ठुल्ठुला चाहिँ आउने बाँकी छ ठुल्ठुलो कहिले एकछिनपछि हुन्छ भने मेरो फुपू अंकिता म यो तिनीहरू हुन्छ उयो सजिना रुबिना यो सानो मानुसी चाहिँ यो चाहिँ हेर्न जज बसेको अब हामी खेल्छौँ ल बाँड लु हालौँ हालौँ सबजना बोट हालौँ खोइ त मेरो बोट त हाल्दैन एकजना मेरो फलास नि धुमल आउँदैन बोट हाल्दैन मलाई मेरो सानो एक खेप मेरो बोट हालिदिने एकचोटि ए अनि बच्चाहरूलाई धुमल आउँदैन के एकचोटि बाँडिदिउँ न है मेरो बोट कसले हालिदियो बोट ओहो मेरो बहिनी कति मायालु मेरो बहिनी यो मान्छेले बोट हालिदियो मेरो तेरो बेल कसले गरेको ल तास पल्टाउ है त ल है ल के धुमल होइन धुमल रुबिनाले कहाँ आउँछ त यस्ता हो गुड मर्निङ गाइज अब आज चाहिँ हामी यहाँ गाउँ आएको सेकेन्ड डे भयो हिजोको ट्राभलले गर्दा पुरै थाकेका थियो अनि हामी बिहान उठ्न पनि ठ्याक्कै 10 बजे उठेको अब हामी उठ्ने बित्तिकै अब हामी त मेहमान भयो होइन आफ्नै मामा घरमा पनि अनि अब हाम्रो चाहिँ यहाँ खाना पाक्यो अब खानासाना खानी गर्ने अनि फेरि चट्ट लाएर अब दुदिन्छ होला गाउँमा अब काम छैन त्यो बस्ने त हो नि सो हेलो गाइज अब हाम्रो चाहिँ अब यहाँ खानपिन सबै सकिसक्यो होइन अनि खानपिन सकेपछि फेरि अब यहाँनिर हाम्रो यहाँ तास सुरु भइसक्यो सबजना छौँ हामी सब भान्डा हुन्डीको मात्रै तास हो अब यहाँ ठुल्ठुला कोही पनि छैन हामीसँग खेल्नै रुचाउँदैन अब हामी चाहिँ ठुल्ठुला खेल्ने बित्तिकै बिच बिचमा जाने हो छिटो बाँड्नु के खेल्यो धुमल खेले धुमल खेल्ने अरे गाइज ल खेल्ने अरे यसपछि भेटौँ ल बाई आफू चाहिँ यहाँ आफूले पैसा कमाएर पैसा 20 रुपियाँ फाइदा 20 रुपियाँ न 50 रुपियाँ लिएर बसेको थियो 70 रुपियाँ होइन 80 रुपियाँ भयो 30 रुपियाँ भएछ अनि अब 30 रुपियाँ भयो नखेल्ने भनेर म चाहिँ भागेको यिनीहरू चाहिँ सब खेलेर कसले जितिराख म गर्ने मात्रै छ म चाहिँ अब यसो हेरेर टल्ल गरेर हेरेर मात्रै बस्ने हो सो गाइज अब यस्तो जाडो रहेछ यहाँनिर त पानी छिट्याएर हाम्रो धुरीखेलको बाटो पनि बन्द भयो अरे अब आज भोलि अब गइँदैन जस्तो छ हामी भोलि नै काठमाडौँ जाने भन्ने थियो अब हिजो काकाहरूको मलाई यहाँ थियो ठुल्बाको टिका लाउने भने अहिले तल थियो पानी छिट्याएको कारणले हिजो गएको थिएनौँ अब यसो टिका लाउनु तलतिर जानु पर्यो भनेर लायो अब जाडो लुगा पनि अरू के लाउनु मम्मीले यही लाएर हिँड्नु भन्नु हो यतिकै जाने अब हामी ल हामी अब तलतिर भेटौँ ल बाई मर्निङ इट्स थर्ड डे अफ आवर भ्लग अनि अब आज चाहिँ हामी बिहान बिहानै अब खै धारपाली कि कहाँ जाने रे टिका लाउन अब जानु पर्यो टिका लाउन मम्मीहरू भन्दै हुनुहुन्छ चिसो छ पानी परेर अब आज काठमाडौँ जाने भन्ने थियो हाम्रो आज होइन हिजो काठमाडौँ जाने भन्ने थियो हाम्रो अनि हिजो काठमाडौँ जान पाइएन के भन्छ बाटो बन्द छ अरे पुरै त्यो पहिरो कुहिरो के अरे के भन्छ त्यसलाई पहिरो गइरहेछ अरे अर्थक्वेक भइरहेको के बोले यार मैले त्यो के हो भइरहेछ अरे अनि अब के भने ल गाइज अब हामी चाहिँ अब यसो लाग्यो धरपालीतिर अब धरपाली के हो खै मलाई के पनि थाहा छैन अब यसो जाने खै मैले तपाईँहरूलाई यसो भ्यू पनि देखाएन है हाम्रो घरतिर कस्तो राम्रो देखिन्थ्यो झन् यो कुहिरो लाएर पुरै त्यो कस्तो भएको भने अनि चिज हान्देऊ न हामी सबजना लु गाइज हामी चाहिँ अब चल्दियौँ होइन बाटो यस्तो त पुरै त्यो पानी परेर कस्तो भएको छ यहाँ सबै यो अस्ति भर्खर यो कस्तो दामी भ्यू यहाँ कस्तो दामी हिमाल देखिन्थ्यो कि यो पुरै त्यो कुहिरो लाएर सबै नै छेकेको छ त्यो पुरै यतातिर सबै देखिन्थ्यो है अब हामी सबजना लाग्यौँ अब टिका लाउनलाई फेरि अब अर्को अब त नजाने अब हामी त जाने हो नि त ओ यो मान्छे चाहिँ पलाती जाने आज हामी जाउँ र यसै पछि भेटौँ ल यो झडा के होला हुन्छ यो खोलालाई कुहिरो खोला हुन्छ खोला कुहिरो खोला बब्बाल बगेर आएर है हामी यहाँ नयाँ खप्लाङ बिस्तारी रमाइलो भएर फोटो खिच्नु हामी फोटो हान्ने बेला चिज हान्ने बेला सबजना खै रमाइलो भएर खै यहाँ खोला कस्तो बब्बाल रह है गाइस कस्तो बब्बालको खोलाहरू चाहिँ यहाँनिर होइन यो खोलाहरू त कति आउँछ यो अर्को कुकुर जाति नै हामीलाई जोइन गर्दैछ है हाम्रो दोस्तले पनि यहीँ हामी जान लाग्थ्यो होइन अब यतिकै कस्तो राम्रो छ है खोला
हामी चाहिँ चल्यौँ अब फेरि चल्यौँ ल छिटो हिँड ल यी दुईजना बेस्टीहरू हाम्रो कजन भेन मामाको छोरी एन्ड फुपूको छोरी मिच भने जस्तो भइसक्यो यहाँनिर जम हामी चाहिँ यहाँ फुपूको छोरी रे फुपू भदैन हिँडेछौँ यहाँ छ भने उस्तै अनुहार हेर ओ देखिन्छ झुरमुस्तै गर्ने एउटा गीत थियो जाउँ ल चल्यौँ थियो त्यतिकैमा कस्तो दामी भ्यू देखियो यहाँ हेर्नु है मतलब पुरै त्यो पहाड त्यो पल्लो डाँडामा होइन यहाँ हामी सबजना अब टिका लगाउनु चल्यौँ माथितिर अब मामा घरतिर अब पुरै कस्तो बब्बाल भ्यू छ कस्तो लागेको छ त फुपू रमाइलो रहेछ पछाडिहरू कुद्दै आउँदैछन् यहाँ पहिला पिङ यहीँनिर थाप्दै आजभोलि त खोइ गाउँमा पिङ पनि थाप्दैनन् बरु काठमाडौँमा पिङ खेल्यो यहाँ हेर्नु गाई कस्तो दामी भ्यू चाहिँ आइरहेछ क्या पुरै पानीमा नखेर अर्को खोला पनि भेट्यो हामीले यो खोला चाहिँ के भन्छ यो के खोला हो मम्मी यो के खोला हो खोइ कोही पनि बोल्दैन गाई तर अर्को खोला पनि भेट्यो तलको खोला पार गरेर हामी अर्को खोलामा आयो यो चाहिँ झन् गइरहेछ ओइ बगल बिस्तारै चप्पल बनाएको छ रुबिना जस्ट लुक एट द भ्यू के कस्तो बब्बाल चाहिँ पुरै त्यो हरियाली वनमा हामी यहाँ अब पुरा पार गरी गइरहेको छौँ हेलो यहाँ हेर्नु कस्तो बब्बाल सो गाइज हामी चाहिँ यहाँनिर जाँदै थियौँ त्यतिकैमा यहाँ घट्टो यहाँ देख्यौँ के गर्नु लाग्यो तपाईँले यो घट्टो ठुङ्गेर चाहिँ यसलाई झन् के अरे के हुन्छ झन् मसिनो पार्ने यो खोइ के भन्दै हुनुहुन्छ घट्टो र यो हाम्रो चामल पिस्ने घट्टो र चाहिँ यहाँनिर खोइ दामी रहेछ है खतरा हुँदो रहेछ त तर यो चाहिँ घट्टो ठुङ्नु भयो अरे यसलाई के भन्छ यसलाई के भन्छ अनि त्यो माथिको सोली सोली र घट्टो रहेछ है हामी ठ्याक्कै यहाँनिर आइपुगेको टिका लाउनु भनेर यहाँनिर कत्रो अम्बा फलेर चाहिँ यहाँ हेर्नु गाई यो सबै अम्बाहरू कत्रो छ यो त झन् पुरै त्यो जुम गरेर चाहिँ सानोदेखि होला भयो नि कत्रो ठुलो छ यो अम्बा कस्टमलाई लिटरली होइन अहिले चाहिँ पछि अब माग्नुपर्छ मागेपछि अब दिनुभयो भने तपाईँहरूलाई देखाइदिउँला नत्र अब उयो हिहि यहाँ अम्मा हेर्नु है ल यत्रो ठुल्ठुलो हामी आउनु है हामी सिन्धुपाल्चोक बारीपछि खिपिङ यता साङबारीपट्टि कस्तो दामी यहाँ हेर्नु है कहाँ जुगा खै यहाँ जुगा हाम्रो जुगा रहेछ यहाँ हेर्नु कत्रो अम्बा रहेछ यहाँनिर है के हो त्यो कत्रो ठुलो अम्बा टोक्न सक्छ मुठीमा अटेख नि तिम्रो अलिक सानो रहेछ साह्रो रहेछ